यसरी खुलेआम गाई काटेर मासु खानेलाई पाप लाग्छ कि लाग्दैन होला? हाम्रोतिर यही गाईलाई लक्ष्मी माता मानेर पूजा गर्छन्। अझ ज्यानमारा केस लगाएर जेलमा सडाएर पनि राख्छन्। अब मान्छे उही जनावर उही, व्यवहार चाहिँ किन फरक होला? अचम्म लाग्छ। मलेसियाको चाहिँ हरेक मार्केटमा यसरी नै गाई काटेर मासु बेच्छन्, पकाउँछन्, खान्छन्, मतलब छैन के। अब यो मार्केट पनि पासार मालाम भन्छ। यो चाहिँ बेलुका लाग्ने मालाम भनेको चाहिँ बेलुका लाग्ने बजार हो होइन। अनि हाम्रो नेपालमा लाग्ने हाट बजार भन्नु र मलेसियामा पासार मालाम भन्नु उस्ता उस्तै हो कि जस्तो लाग्यो। नेपालमा सजिलोको लागि हाट बजार भन्छ, हरेक सामानहरू पाइन्छ नि होइन। नपाइने के हुन्छ र? सबै चिज पाइने। अझ नेपालमा त अब यो रीतिरिवाज अब बिर्सिँदै गयो पुरानो चिजहरू त। तर मलेसियामा चाहिँ छ क्या फेरि। अब यो एक दिन लाग्छ हप्तामा, नपाउने चिज केही छैन के। नपाउने चिज केही पनि छैन। अझ उता उता गएपछि अहिले खानाको आइटमहरू यस्तो खतरा खतरा छ होइन। सबै चिज बनाउँछ क्या फेरि। सस्तो बजार, सिधा सिधा भन्दाखेरि सस्तो बजार भन्दा पनि हुन्छ। यो बजार हप्तामा एक दिन लाग्छ, अरू बेला भन्दा अलिकति सस्तो। नपाउने चिज भन्ने केही छैन कि, सबै चिज पाइन्छ। यसरी गाई काटेर खुलेआम बेच्छ। यसरी मासुहरू यसरी रोडमा यसरी खुलेआम बेच्छ। गाईको टाउको खुट्टा यहाँ हेर्नु न, यहाँनिर टाउको खुट्टाहरू मजाले यहाँनिर यसरी राखिरहेछ। सबै यहाँ खुलेआम, कसैले केही छैन। अब यहाँ त मुस्लिम कन्ट्री हो होइन, खान्छ यहाँको मान्छेहरूले, मुस्लिमले खान्छ। अब यहाँको मान्छेले फेरि अब बिरालोलाई चाहिँ यहाँको राष्ट्रिय जनावर मान्दो रहेछ। अब बिरालोलाई चाहिँ फेरि केही गर्नु भएन क्या। हामीले बिरालोलाई छुनु भएन, पिट्नु भएन, मार्नु भएन। फेरि हाम्रो नेपालमा गाई काटेको भन्दा बढी चर्को, यहाँ फेरि त्यस्तो लाग्छ, फेरि जेलमा लगेर थुनिहाल्छ। हाम्रो नेपालमा गाईलाई माता मानेर पूजा गरेको छ। अब देश मात्र फरक हो, मान्छे त एउटै हो होइन, जनावर एउटै हो। तर यो कसले बनायो होला क्या यस्तो नियम नीति चिजहरू होइन। अचम्म छ। यो बजारमा चाहिँ नपाउने चिज भनेको केही छैन कि होइन। फलफुलदेखि लिएर माछा मासुहरू हरेक चिजहरू पाउँछ कि। यहाँ नपाउने केही छैन। यहाँ खानाको आइटमहरू हेर्नु न, यहाँ खानाको आइटम यस्तो यस्तो खानाहरू बनेको छ होइन। यहाँ नहुने केही छैन कि, नपाक्ने केही छैन। यस्तो छ कि बाफ्रे, अचम्मै छ। अझ यहाँ चाहिँ सबभन्दा धेरै चाहिँ खाना नै बेचेको देख्छु। यहाँको अलिकति नेसनल खानाहरू पनि अब यहाँनिर नासी लामा भन्ने केहरू हुन्छ होइन। बढी जस्तो चाहिँ भातै बेचेको देख्छु। अनि उनीहरूको चाहिँ प्लास्टिकमा प्याक गरेर, कागजमा प्याक गरेर एकदम चल्दो रहेछ कि। यहाँको मान्छेहरू घरमा पकाएर खानालाई अल्छी के। हाम्रो नेपालको मान्छे भन्दा त मलेसियाको मान्छे धेरै अल्छी छ। यहाँ हेर्नुहोस् न, जुसहरू कस्तो ट्याङ राखेको छ, विभिन्न फ्लेभरको जुसहरू टनाटन। अनि यहाँको मान्छे, हाम्रो नेपालीहरू त धेरै नै जागरिलो, जोस जागर भएको मान्छे, घरमा पकाएर खाने होइन, खर्च कम हुन्छ नि। यहाँको मान्छेहरू त चाइनिज होस् त्यस्तै, मलेहरू होस् त्यस्तै, बाहिर खाने के। अब जति तलब आयो अब त्यो आधीभन्दा बढी त बाहिर खाएरै सघाउँदो रहेछ पो। अनि आधी पैसाले मोबाइलको किस्ता तिर्ने, गाडीको किस्ता तिर्ने, बाइकको किस्ता तिर्ने, अनि जहिले पनि पैसा नपुग्ने अल्छी। स्यालेरी आउन पाएको छैन, ओहो मिठो मिठो खानुपर्ने, उता अनलाइनबाट मगाएर खाने, रेस्टुरेन्टमा गएर खाने। जब पैसा सकिन्छ नि, लास्ट महिना हुन्छ नि, त्यसपछि आधी पेट खाएर बस्ने कि। यहाँको मान्छेहरूको चलन त फेरि कस्तो छ, पैसा छैन भन्ने, खाना नखाने। यहाँको मान्छेहरू लास्टै अल्छी। अलिकति काम गर्नु हुँदैन, ओहो थकाइ लाग्यो, कस्तो थकाइ लाग्यो। अनि एकदम अल्छी भनेको थकाइ लाग्यो मात्रै भने उनीहरूको त्यो मुखमै त्यही झुन्डिन्छ। हामी नेपालीहरू जस्तो 12 घन्टा ड्युटी, 30 दिन गयो भने के हुन्छ होला। यिनीहरू हप्तामा एक दिन छुट्टी बसेर, पब्लिक होलिडेको बेलामा छुट्टी पर्छ। पब्लिक होलिडे भनेको यिनीहरूको त चाडहरू हुन्छ नि त होइन। मलेसियामा आउने जति पनि चाडहरू हुन्छ त्यो बेलातिर कति छुट्टी पाउँछ यिनीहरूले। ओहो धेरै अल्छी गर्ने। तर यहाँ चाहिँ यस्तो छ कि होइन, यो बजारमा नपाइने केही छैन। एकदम मजाको बजार छ। हप्तामा एक दिन लाग्छ, अरू बेला त सुनसानै हुन्छ। फेरि यहाँ अरू बेला सुनसान हुन्छ, गाडी कुदिरहेको हुन्छ, सबै खाली हो। फेरि यो हप्ताको एक दिन चाहिँ खत्रै प्याक हुन्छ, खत्रै प्याक। बजार पनि त्यस्तै, मान्छे पनि मारामारै हुन्छ कि। फेरि मान्छे पनि मारामारै हुन्छ। नपकाउने नपाउने चिज केही छैन।
अब हेर्नुहोस् त खानाको आइटमहरू यस्तरी बेचिरहेछ पुरै। अनि फेरि कस्तो छ भने अब आज यति धेरै सामान ल्याएर बनाएको हुन्छ होइन यिनीहरूले, आज बिकेन भने के गर्छ होला। अब यो त रातिको 10 बजेसम्म त बस्छ यिनीहरू, अलिअलि मान्छे आउँछ खान्छ पकाउँछ होइन, अनि खान्छ। भरे बचेको चिज कहाँ फाल्ने हो। अचम्म अहिले हेर्दाखेरि यस्तो बजार छ होइन, यस्तो पुरै घर जस्तै बनाएर यति धेरै धेरै पकाएको छ, भरे नबिकेपछि के गर्ने। आमामामा अचम्मै। म त त्यही सोच्दा सोच्दा हैरान हुन्छ कि यहाँनिर फलफुलहरू यति ल्याएको छ होइन। अब मान्छे यहाँनिर अझ आउन बाँकी छ के, मान्छे भर्खरै त सुरु हुँदै हो, मान्छे यति हुन्छ होइन, यति हुन्छ। अलिकति सस्तो भन्ने हो, अब त्यस्तो साह्रो सस्तो पनि होइन। तर यहाँको मान्छेहरू मैले अघि भनिहालेँ होइन, यहाँको मान्छे अल्छीले गर्दाखेरि नपकाउने, गोजीबाट पैसा लग्यो सट्ट किन्यो खायो सुत्यो घप्लक्क। त्यही भएर यहाँको मान्छेहरू अलिकति मोटोघाटो हुन्छ नि त, पेट लागेको धेरै चिसो खाएर के, गुलियो धेरै खाएर। खानाको आइटमहरू भनेको जे खाए पनि गुलियो, जे खाए पनि गुलियो, तरकारीहरू सबै चिज गुलियो, भातै पनि त्यो सबै भात मात्रै गुलियो छैन भनौँ न, अरू सब गुलियो। अनि चिसो धेरै खाने, आइसहरू खाने के, चिसो आइस लगाएर गुलियो धेरै खाने। अनि केटा पनि मोटो केटी पनि मोटो, उल्का छ। यहाँको बजारहरू देख्दाखेरि त म त छक्कै पर्छु। बाफ्रे यस्तो छैन हाम्रो नेपालमा किन हुँदैन होइन। पुरानो चिजहरू होइन, जुन लागिरहेको हाट बजार थियो होइन, अब मान्छेको कृषकले उत्पादन गरेको चिजहरू त मजाले फ्रेस बेच्न पाइन्थ्यो, कृषकहरूलाई पनि अलिअलि हुन्थ्यो नि त होइन, आम्दानी हुन्थ्यो। हाम्रो त भएको चिजहरू त अब खालि बन्द। अब जे चिज चलिआएको छ पुरानो चिजहरू त बिर्सिँदै जाने सबैजनाले। अब हाम्रोतिर पनि अब बाहिरकै किन्ने बानी भइसक्यो अहिले त कति मान्छेहरूलाई होइन, अब बाहिरकै किन्ने बाहिरकै खाने, अनि त्यस्तो बानी भइसक्यो। अब यो यहाँको चाहिँ एउटा चिज चाहिँ मलाई मन परेको यो हो कि, हाम्रो नेपालमा हाट बजार जस्तै यहाँ चाहिँ लाग्ने बजार, अब पासार मलम भन्छ, कुनै बिहान लाग्ने बजार पनि छ, यो चाहिँ बेलुका लाग्ने हो। अनि म चाहिँ यहाँनिर ड्युटी जाने क्रममा फेरि यतैबाट घुमेर, प्रत्येक शुक्रबार लाग्छ यहाँनिर होइन, प्रत्येक शुक्रबार त म त एकचोटि आएर घुमेर नगइन्जेलसम्म चित्तै बुझ्दैन कि, एकचोटि आएर चाहिँ पुरै घुमेर जाने हो, एक राउन्ड लाएर। यहाँको माहौल चाहिँ यस्तै छ साथीहरू होइन, यहाँको माहौल यस्तै छ। फेरि अर्कोचोटि भेटौँला। फेरि अब अहिलेलाई जान्छु म पनि ड्युटीतिर, बाई बाई है त साथीहरू ल।